आज हामी सकेटमा बिजुली जाँच्न सिक्दै छौं। हामीले जाँच गर्नको लागि टेस्टर प्रयोग गरेर जाँच्न सक्छौं। यो टेस्टर हो, यसलाई विद्युतीय पेचकस पनि भनिन्छ। यसमा चाहिँ अरु पेचकस जस्तो अगाडिको भागमा पेचकस हुन्छ र पछाडी यता बिचको भागमा यहाँ एउटा चिम हुन्छ जसले हामीलाई बिजुली चलेको या नचलेको यसले बलेर देखाउँछ। हामी टेस्टर प्रयोग गरी बिजुली जाँच्न गइरहेको छौं यो सकेटमा। यसमा बत्ती बलेन, यहाँ बल्नु पर्ने हुन्छ बत्ती। यहाँ सानो चिम पनि छ। अर्को प्वालमा पनि बलेन, यहाँ हाल्दा चाहिँ बल्यो। यदि हाम्रो सकेटको दुईटामा बत्ती बलेको भए यो सकेटमा समस्या हुन्थ्यो। यदि यो सकेटमा कुनै पनि प्वालमा बत्ती नबलेको भए पनि यो सकेटमा समस्या देखिन्थ्यो। तर यो सकेटमा एउटा मात्रै प्वालमा बत्ती बलेको भएर यो सकेट चाहिँ काम गरिरहेको छ। सकेट मात्रै नभई विभिन्न मल्टिप्लग र एक्सटेन्सन कर्डहरू पनि टेस्टरको मद्दतले जाँच गर्न सक्छौं। तपाईलाई अब सकेटमा बिजुली जाँच्न आयो। यसको पूरा भिडियो युट्युबमा छ, हेर्न नबिर्सनुहोस् है। सिपालु सिस्टम सबैका लागि उपयोगी।